साथीहरु यो भिडियोमा हामी सिक्नेछौँ अर्डर आइडी कसरी खोज्ने। अब जस्तो तपाईको कुनै अर्डरमा के हुन्छ, यो लाइक्स भ्युजहरु घट्छ। अब तपाई चाहिँ यो रिफिलिङ सर्भिसमा अर्डर लगाउनु भएको छ, त्यो चाहिँ रिफिलिङ गर्नु पर्यो। ठीक छ, त्यसको लागि तपाईले फर्स्टमा चाहिँ यो अर्डरमा क्लिक गर्नुपर्छ। ठीक छ, यदि तपाईसँग यो मोबाइल छ भने मोबाइलमा पनि यो चेक गर्न मिल्छ। अनि यो मोबाइलमा क्लिक गरेपछि यहाँ चाहिँ यो आइडी लेखेको छ, आइडी को तल यो हो अर्डर आइडी। यो कपी गरेर व्हाट्सएपमा पठाउनु पर्छ। ठीक छ, अब चाहिँ अर्को कुरा यसमा के चेक गर्नुपर्छ, अब यो अर्डरमा यो लिंकमा अर्डर लागेको छ। ठीक छ, यसमा कति पैसा कटेको छ, 27 रुपैयाँ। अनि यसमा चाहिँ लाइक्स, यो लाइक्सको अर्डर हो। यसमा चाहिँ लाइक्सको स्टार्टिङ भएको छ 11 देखि। ठीक छ, 1000 क्वान्टिटी हो। यसमा चाहिँ रिफिलिङ सर्भिस छैन। अरु चाहिँ हामी जुन चाहिँ रिफिलिङ सर्भिस हुन्छ त्यसमा मात्र रिफिलिङ हुन्छ। पछि यो फेसबुकमा लेखेको छ R65। यदि तपाईको यो लाइक्स फलोवर्स के 365 दिन भित्र ड्रप भयो भने हामीले यो अर्डर आइडी पठाउनु पर्छ। यो अर्डर आइडी पठाउने बित्तिकै हामीले चाहिँ यो रिफिलिङ गरिदिन्छौँ। तो रिफिलिङ हुन चाहिँ यो 24 देखि 48 आवर मिनिमम चाहिँ त्यति लाग्छ। त्यति आवर पनि रिफिलिङ भयो भने फेरि मेसेज गर्नु हामीलाई। बस, धन्यवाद।